डल्ले डल्ले डल्ले, ढेँडोसँग डल्ले, भातसँग डल्ले, चटपटेसँग डल्ले, चाउमिनसँग डल्ले र थुक्पासँग डल्ले डल्ले डल्ले, हाम्रो नेपालीहरूको फेभरेट डल्ले। हेलो एभ्रिवान, म निलु श्रेष्ठ। आज म नेपाल आएको 7 दिन भइसक्यो र मेरो बारीमा डल्ले भएकोले गर्दाखेरि मलाई त डल्लेको भिडियो नलिकन चित्तै बुझेन। त्यही भएर अब हामी त फ्यान अफ डल्ले है, नेपालीहरूलाई पिरो जति पिरो त्यति मिठो खाना है। अन्त हाम्रो बारीमा चाहिँ डल्ले, मुन्तला, त्यसै गरेर चाहिँ मुन्तला चाहिँ सानो हुँदो रहेछ। मैले चाहिँ देखेको थिइनँ है, मुन्तला मैले घरमा लगाएको रहेछ। फर्स्ट टाइममा देखेको, सुनेको तर देखेको चाहिँ थिएन। अन्त हाम्रो घरमा चाहिँ त्यसै गरेर चाहिँ अब सानो सानो डब्बामा भए पनि बैगुन लगाएको छ। 4-5 बोट बैगुन छ, ताकि एक छाक चाहिँ आरामले किन्नु पर्दैन। एक छाक चाहिँ मजाले टन्न फल्दाखेरि चाहिँ एक छाक चाहिँ पुग्छ है। अर्ग्यानिक है, मिठो, अब टेस्टी है। हामी विदेश बस्नेहरूलाई त कति मिठो हुन्छ। अनि टमाटर पनि छ। टमाटर र डन्डेको कम्बिनेसन त क्या कहेन है। अन्त यस्तो देखेर कस्तो मिठो के। अन्त फुल पनि रोपेको छ हामीले है, सधैँ पूजा गर्नको लागि। अनि म पनि आफ्नो अलिकति मुख देखाउँदै बाटोमा यसो गएको त आमामा इस्कुसको मुन्टा, फर्सीको मुन्टा देखेर त ओहो, यो फर्सीको र इस्कुसको मुन्टाको लागि कति बढ्दो फोन गर्नुपर्छ। फर्सीको मुन्टा छ भन्नको लागि हेर्नुहोस् त कति मिठो।